नमस्कार सबैजनालाई स्वागत छ हाम्रो यस आँखी झ्याल च्यानलमा। हजुरहरूलाई मैले आज एउटा सानो प्रश्न राखेँ है। हजुरहरूको विचारमा चाहिँ साथीको परिभाषा के हो? कमेन्ट गर्नु होला है। साथीको परिभाषा के हो, हजुरहरूलाई के लाग्छ? साथीको परिभाषा खोज्ने क्रममा चाहिँ आज हामीले चाहिँ विभिन्न ऱ्यान्डम पिपुलहरूसँग गएर चाहिँ उहाँहरूसँग क्वेसन राख्यौँ, साथी भनेको के हो, उहाँहरूको अनुसार चाहिँ साथीको परिभाषा के छ, कसो छ, जानौँ है त यस भिडियोमा। हजुरको अर्थमा चाहिँ साथीको मिनिङ चाहिँ के हो? साथी भन्नाले चाहिँ एकदम निस्वार्थ साथ दिने कि जस्तोसुकै परिस्थितिमा आफूलाई दुःख पर्दा मात्रै होइन, दुःख पर्दा होस् सुख पर्दा होस्, जस्तोसुकै आफूले खाएको घाँस पनि छोडेर साथीको दुःखमा होस् सुखमा होस् साथ दिन चाहिँ तयार हुने व्यक्तिलाई चाहिँ साथी भनिन्छ। साथी भनेको चाहिँ एउटा यस्तो सम्बन्ध हो कि जो आफ्नो बाबा आमाभन्दा पनि नजिक मानिन्छ कि जसलाई चाहिँ हामीले बाबा आमालाई भन्न नसकेको कुराहरू आफ्नो साथीसँग सेयरिङ गर्न सकिन्छ, भन्न सकिन्छ होइन। त्यसैले साथी भनेको जिन्दगीको यस्तो एउटा नजिकको व्यक्ति होस्, बरु एउटै होस्, एकदम असल होस्, सत्य होस् होइन, जस्तोसुकै परिस्थितिमा साथ दिने होस्, त्यही नै साथी भन्ने बुझ्छु मैले। धन्यवाद है भाइ। तिमीलाई चाहिँ साथी भनेको के हो जस्तो लाग्छ? साथी भनेको दुःखमा साथ दिने अनि खुसीमा हामी आफैसँग रमाउने। धन्यवाद भाइ। तिमीलाई चाहिँ साथी भनेको के हो जस्तो लाग्छ? साथी भनेको दुःख सुखमा साथ दिने र केही गाह्रो परेको बेला जहिले नै आउने। धन्यवाद भाइ। ल भाइ तिमी मलाई त भोज जस्तो लाग्छ। भोज जस्तै? किन नि? खालि काम मात्रै अडाउने त्यस्तै। साथीले लोड काम गराउँछ तिमीलाई? तिम्रो साथीहरू भटै रहेछ नि त है। ल भाइ धन्यवाद। थ्याङ्क यू बाबु। ल सर हजुरको नजरमा चाहिँ साथीको परिभाषा चाहिँ के हो? धन्यवाद। साथी भनेको चाहिँ मेरो विचारमा के लाग्छ नि, एउटा जोसुकै व्यक्ति जसले चाहिँ तपाईँलाई अन्धविश्वास गर्छ, साथ दिन्छ, जस्तो सुकै दुःखमा नि उपस्थित हुन्छ, हाजिर हुन्छ होइन, अनि त्यही नै हो। सर हजुरको नजरमा चाहिँ साथी भनेको के हो? साथी भनेको के हो भन्दाखेरि साथी भनेको सँगै हिँड्ने सँगै खाने मात्रै होइन कि बेस्ट फ्रेन्ड जस्तो कि अब के भन्ने सुख दुःखमा होइन, अब आफूलाई केही दुःख पर्दाखेरि पनि जे होस् साथीले साथ दिन्छ नि त। सबै कुरा त अब फ्यामिलीलाई भन्न नि मिल्दैन होइन, कुनै कुराहरू अब साथीलाई नि भनिन्छ नि त, भन्न पनि मिल्छ होइन। अनि अब साथी भनेको चाहिँ अब जे होस् मिल्ने बेस्ट फ्रेन्ड होइन। अनि अब कुनै टाइममा रमाइलो पनि गरिन्छ, कुनै टाइममा होइन अब नराम्रो काम पनि गरिन्छ होइन, हो त्यो त रियल कुरो हो नि त, गरिन्छ होइन। साथी भनेको चाहिँ अब जे होस् मेरो एउटा भाइ थियो होइन, भाइ हो तर भाइ जस्तो नि लाग्थेन कि मलाई चाहिँ, अब साथी नै जस्तो लाग्थ्यो, आफ्नै साथी जस्तो लाग्थ्यो कि। अनि जस छोडेर जाँदाखेरि चाहिँ अलिक दुःख लाग्दाखेरि चाहिँ साथी भन्दाखेरि चाहिँ होइन। हजुर उहाँलाई मेन्सन गर्न चाहनुहुन्छ? उहाँको नाम? उहाँको नाम प्रज्वल कुमार हो। थ्याङ्क यू ब्रदर। हजुरको नजरमा चाहिँ साथीको परिभाषा के हो? साथी भनेको त एउटा अब असल मित्र होइन, अब सबै चिजमा सहयोग गर्ने, सबै चिजमा अब हेल्प गर्ने, अब यस्तै थ्याङ्क यू है। हजुरको नजरमा चाहिँ साथी भनेको चाहिँ काम परेको ठाउँमा हेल्प गर्ने, अनि रातिको 12 बजे कल हान्ने, रिसिभ हान्ने, यस्तै हो। अब धन्यवाद। हजुरको दृष्टिकोणमा चाहिँ साथीको परिभाषा के हो? हजुरको दृष्टिकोणमा चाहिँ साथीको परिभाषा के हो? साथी भनेको चाहिँ के हो, या साथीको महत्त्व चाहिँ हाम्रो जिन्दगीमा के कस्तो हुन्छ? साथीको महत्त्व भनेको नि परिभाषाको कुनै परिभाषा छैन मेरो लागि। अरूको लागि त भन्न सक्दैन, तर खास मेरो लागि फ्रेन्डसिप भनेको एकदम हो। अब कुन बेला के हुन्छ, कुन बेला साथ दिन्छ त्यो भन्न सक्दैन, तर परिवार हो फ्रेन्डसिप। त्यस्तो कोही साथी हुनुहुन्छ हजुरको चाहिँ एकदम हजुरलाई चाहिँ जतिखेर गाह्रो पर्दा साथ दिने, त्यस्तो कोही हुनुहुन्छ मेन्सन गर्न चाहनुहुन्छ हजुरले? साथी त थियो तर विदेश गइसक्यो। सबै विदेश गइसक्यो। हस् धेरै धन्यवाद सर। हस् थ्याङ्क यू। हजुरहरूलाई आजको यो भिडियो के कस्तो लाग्यो तल कमेन्टमा सल्लाह सुझाव प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। अनि अबको नेक्स्ट भिडियो चाहिँ हामीले कुन टपिकमा चाहिँ गएर सोध्ने त्यो टपिक पनि लेखिदिनु होला, हामी चाहिँ सिलेक्ट गरेर त्यही टपिकमा हामी चाहिँ भिडियो बनाउनेछौँ। हस् त धन्यवाद।